फाइनली आवर थेसिस गट रिजेक्टेड अनि त्यही खुसियालीमा हो त हामी यसरी नाचेको होला हेरौँ है त। So hello guys, this is Akriti and welcome to my mini vlog. तराईको यस्तो घामबाट आफ्नो स्किनलाई जोगाउन I am using this BLCC को सनस्क्रिन अनि यो चाहिँ हो मेरो आजको लुक र यसरी रेडी भएर हामी चाहिँ लाग्यौं ब्याङ्कतिर। अनि ब्याङ्कको काम सकाएर निस्केपछि ब्याक क्यामेराले हेपेपछि मैले बनाए भिडियो मेरो फ्रन्ट क्यामेराबाट। त्यसपछि भने हामी गयौं नवीन डिजिटल स्टुडियो सिम झिक्नलाई भनेर अनि भिड भएको हुनाले मैले चाहिँ आफ्नो सिम आफै झिके साथीहरु। यसो मोबाइल माथि ठड्याए कि सबैले मलाई हेरे जस्तो फिल हुन्छ के भयो होला। अनि अब चाहिँ हामी पुगिसक्यौं लालबन्दी। के साँच्चीकै त्यस्तो दात त्यस्तो हुन्छ त? र अब चाहिँ हामी पुग्यौं कस्मेटिक्स बजारतिर यस्तो सामान किन्नको लागि। हामी चाहिँ यसो लुगा किन्नु पर्यो भनेर बजारतिर छिर्यौं तर लुगा चाहिँ हामीलाई मन परेन र हामी त्यहाँबाट हिँड्यौं। त्यसपछि हामी गयौं सुन पसलतिर र आइएम फ्लेक्सिङ माई न्यू कभर फ्रम कहाँ हो चाहिँ मैले बिर्सिएँ। र अब चाहिँ अन्जनालाई छोडेर म चाहिँ लागे कलेजतिर जहाँ मैले मुनालाई अघिदेखि पर्खार राखेको थिएँ। अनि उनीहरु पनि मस्त गफ दिएर आरामले बसिरहेको रहेछन् त्यहाँनेरि। त्यसपछि हामीले हाम्रो थेसिसलाई सबमिट गर्यौं तर फाइनली आवर थेसिस वाज रिजेक्टेड गाइस। अनि रुन पनि आउँदैन साथीहरु, के गर्ने होला। अलिअलि सरको भाषण सुनेर टर्रो टर्रो फिल भएको थियो र त्यो पचाउनको लागि हामी पानी खानतिर लाग्यौं तर त्यसले पनि नपुगेर फेरि हामी चटपटी खानतिर लाग्यौं। अनि चटपटी कस्तो लाग्यो त मुना भनेको उ त्यस्तो लाग्यो रे। मुनालाई चाहिँ चटपटी मन परेन रे आज, किन होला त्यस्तो। अनि चटपटी खाइसकेपछि हामी चाहिँ लाग्यौं हरियन तर्फ र अंकलको गफ सुन्दै सुन्दै हामी चाहिँ हरियनतिर लाग्दै थियौं। अनि त्यहाँ पुगिसक्न भ्या छैन, काम गर्नको साटो हामी त्यसरी नाच्न लाग्यौं। र अहिले चाहिँ हामी छौं यो भूमि प्रशासन कार्यालयमा। जति म पहिला यहाँ घुमेको थिइनँ त्यतिमा आज फननन्न माथि र तल तल र माथि गर्दै घुमिरहनु परेको थियो, त्यो पनि कागज बोकेर। त्यसपछि भने बल्ल बल्ल हामीले त्यहाँको काम सक्यौं। हामी अर्कै काम गर्न आथ्यौं तर अर्कै काम गरिरहेको थियौं। फाइनल्ली हामी चाहिँ हाम्रो रुम आइपुग्यौं साथीहरु। र अब चाहिँ भने म यहाँ थेसिसलाई मिलाउनतिर लाग्दै थिएँ तर मुना चाहिँ आफ्नै दुनियाँमा व्यस्त थिइन्। के तिमी यही गर्न आएको थियौ? र काम सकेर टिकटक बनाएर हामी चाहिँ त्यहाँबाट हिँड्यौं र केही जग्गा सम्बन्धी काम गर्नु परेमा यहाँ आउनु होला। अनि अब गीत सुनौं है त। र यसरी गीत गाउँदै गाउँदै हामी चाहिँ त्यहाँबाट हिँड्यौं र म्याजिक पनि चढिसकेँ र मुना चाहिँ हरिणबाटै घर गइन् र म पनि नवलपुर आइसकेँ। अनि फाइनली म चाहिँ मेरो गाउँ पनि आइसकेँ, यु क्यान सी। अनि दिउँसभरि यता र उता गरे हुनाले थकाइ लाग्यो रुम आइपुग्दा। बाई बाई, थ्याङ्क यू फर वाचिङ।